आज मिति 2081 साल 12 महिना 29 गते शुक्रबारका दिन यस विद्यासागर प्रसिद्ध इङ्ग्लिश बोर्डिङ स्कुलले आयोजना गरेको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रमका अध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, प्रबन्ध निर्देशकज्यू, प्रिन्सिपलज्यू, अतिथिज्यू, आदरणीय अतिथिगण, अभिभावकज्यू, सहयोगी हात फैलाउने जन्मदाता, गुरुवर्ग, कर्मचारीज्यूहरू, मेरा प्यारा साथीभाइ बहिनीहरू, साथै यहाँ उपस्थित सम्पूर्ण आगन्तुक अतिथिहरूमा म यसै विद्यालयकी कक्षा 9 मा अध्ययनरत छात्रा कोपिला गुप्ताको व्यक्तिगत तर्फबाट र मेरो विद्यालय परिवारको तर्फबाट एकमुष्ट रूपमा हार्दिक नमन व्यक्त गर्न चाहन्छु। आज नतिजा प्रकाशनको दिन, वार्षिक परीक्षा फल पाउने दिन, अर्थात् हामी विद्यार्थीहरूको वर्षभरिको मूल्याङ्कन हुने दिन हो। मलाई थाहा छ म जस्तै अरू साथीहरू पनि आत्तिनु भएको छ, डराउनु भएको छ, तर नआत्तिनुहोस्, नडराउनुहोस्। परीक्षा हो, हार जित हुनु भनेको स्वाभाविक कुरा हो। कसैले धेरै अङ्क लायो भनेर नमात्तिनु, कसैले थोरै अङ्क लायो भनेर नमात्तिनु। त हामी किताबी मार्क्समा थोरै अङ्क ल्याए पनि हामी हाम्रो जिन्दगीको परीक्षामा सफल अनि उत्कृष्ट हुनुहुन्छ। त्यसैले किताबी नतिजामा मात्र नभई अन्य विधामा पनि उत्कृष्ट हुनुहुन्छ। त्यसैले बितेको दिनलाई वास्ता नगरी आगामी दिनका लागि आजदेखि अहिलेदेखि नै मिहिनेत गर्नुपर्छ। हामी सबैलाई अवगत भएकै कुरा हो, विद्यालय हाम्रो घर हो, मन्दिर हो, सब थोक हो, विद्याको भण्डार हो। विद्यालयबाट धेरै कुरा सिक्न जान्न सकिन्छ। विद्यालय भन्दै गर्दा म विद्यासागर स्वयंलाई स्मरण गर्न चाहन्छु। मेरो व्यक्तिगत जीवनमा विद्यासागरले साँच्चीकै मेरो विद्या वृद्धि गर्नमा ठुलो टेवा पुर्याएको छ। म प्राइमेरी लेभलदेखि कक्षा 6 मा पढ्दै गर्दा विश्वभर कोभिड-19 को महामारी फैलियो। उक्त समयमा हामीलाई हाम्रो स्वास्थ्यले सबथोक लाग्न थाल्यो र स्कुलहरू बन्द हुँदै गर्दा हाम्रो मानसपटलमा विद्यालय भनेको, पढाइ भनेको एउटै हो, जहाँ पढे पनि हुन्छ भन्ने भ्रम सिर्जना भयो। उक्त भ्रमलाई पालना गर्दै मैले पनि यो विद्यालयलाई, यो विद्याको सागरलाई छोडेर अन्यत्र जाने निर्णय गरेँ। गइसकेको 1-2 महिनामा मेरो हर पल, हर कदममा यो विद्यालयको अभाव महसुस हुन थाल्यो। शान्त, सहयोगी, सुरक्षित वातावरण र विविध स्रोतहरू सहितको पुस्तकालय तथा प्रयोगशालाहरू सँगसँगै सृजनात्मक र नेतृत्व सिप सम्बन्धी कार्यक्रमहरूबाट